हेलो गाइज नमस्ते। आज चाहिँ म सुत्केरी भएको ठ्याक्कै 1.5 महिना भयो। मैले चाहिँ सुत्केरी मसला बनाएको थिएन, अनि आज चाहिँ बनाउनु पर्यो भनेर तयार गरिराखेको छु र सामग्रीहरू पनि तयार बनाइसकेको छु। यो पिस्ता भयो, यो आलस भयो, अनि यो लोकल सुप, यो बदाम भयो, यो मूंगफली बदाम, यो बदाम भयो, यो चाहिँ काजु भयो, यो गुद भयो, यो ओखर भयो, ओखरलाई चाहिँ यो चाहिँ नरिवल भयो, यो बत्तिसा, अनि यो ठुली औखती र पाखना भेत, यो जाइफल, यी सबैलाई चाहिँ म घिउमा पालो फुर्याएर चाहिँ तयार बनाउँछु। अनि लास्टसम्म भिडियो हेरिदिनु होला। तयार भइसकेपछि हजुरहरूलाई म बनाएर देखाउने छु, हेर्दै जानु होला। चाहिँ सुत्केरी मसला तयार भइसक्यो। सुत्केरी मसला तयार भयो।